हाम्रोतिर चाहिँ धमाधम मकै भाज्न सुरु भइसक्यो साथीहरू। तपाईँहरूतिर चाहिँ पाके कि हरियै छन्? हाम्रो पनि त्यति साह्रो रमाएर पाकेको त होइन साथीहरू, तर सुगाले वाक्क दिक्क हैरानै लगाएको, त्यही भएर हरिहरि नै भाँच्दै गरेको। मकै नै फलेको छैन, एक दुईवटा फलेको पनि सुगाले वाक्कै लगाएर एकजनाको त कामै सुगा धमाउने भएको छ। त्यही भएर मकै पनि छैन, अलिअलि भएको पनि जम्मै खाइसक्यो भनेर भाँच्न थालेको हामी चाहिँ। हाम्रोतिर चाहिँ 5-7 वर्षदेखि मकै नै फलेको छैन कि साथीहरू। यो हाम्रो ठाउँको जग्गाहरू चाहिँ मकैको लागि चाहिँ पुरै श्रापित नै भइसक्यो जस्तो लाग्न थालिसक्यो हौ। पहिला एक खेतमा कति धेरै मकै फल्थ्यो कि साथीहरू, यत्रो ठुल्ठुलो घोगाहरू हुन्थ्यो, एउटै बोटमा 3-4 वटा फलेको हुन्थ्यो। गफ लगाएको होइन साथीहरू, थाङ्रामा राखि नसक्नु नै मकै हुन्थ्यो कि। त्यसरी मकै फल्ने बेलामा यो हाम्रो खेतमा राम्रोसँग धान उब्जाउ हुँदैन थियो अनि वर्षभरि चामलले मात्रै खान पुग्दैन थियो। त्यही भएर यही मकैको चामल र चामल मिसाएर भात खान्थ्यौं कि हामी। अहिले त कुखुरालाई चारो दिनसम्म पुग्दैन हौ, यत्रो खेतको मकैले के भएको उल्का लाग्छ हौ। हेर्नु न, यो भिडियोमा देखाइरहेको एउटा गरा भरिको मकै एक डोको पनि राम्रोसँग छैन हौ, यति हो कि हेर्नु न। अनि कसरी हुन्छ त्यो पनि? यो राम्रो भए त हुन, सबै फोस्को छ कि खोया मात्रै। मकै पुरै खेत बारी पाखा भिटा गरी 15-20 कठामा लगाउँछौँ होला, अनि मकै फल्ने चाहिँ यस्तो के हेर्नु न। अनि के गर्नु कि साथीहरू, यत्रो खेतको मकै हुँदै पनि पछि मकै छर्ने बेलामा चाहिँ बिउ किन्नु पर्छ कि। एउटै गतिलो मकै फलेको भापो, अलिक जुन हेर्न हुने घोगा, अलिक राम्रो गतिलो फलेको घोगा चाहिँ जम्मै सुगा, मुसा, चरा, बाँदरलाई के। त्यो चरा, मुसा, बाँदरलाई पनि राम्रो गतिलो घोगा चाहिने कि। हेर्नु न, यति राम्रो घोगा चाहिँ जम्मै सुगाले खाएको छ कि। यसपालि बाँदर त्यति साह्रो लागेन साथीहरू, तर सुगा चाहिँ हाम्रो ठाउँमा यति आउँछ नि के भन्नु साथीहरू। अहिले गरेर धपाउन गयो होइन, धपाउँदा पनि पत्याउँदैन हौ, ढुङ्गाले हान्दा गएर बल्ल जान्छ होइन। धपाएर अलिकति ओरा आउन पाएको छैन, फेरि झ्याप्पै आएर एउटा गराभरि बस्छन् के। यो सुगाले चाहिँ साथीहरू यति हैरान लागेको छ, पारिबाट हा गर्छन्, हाम्रोतिर आएर झ्याप्पै बस्छ। हामी हा गर्छौँ, फेरि पारि जान्छ। वाक्कै दिक्कै लाग्यो साथीहरू यसपालि त सुगाले त। यसपालि के सधैँभरि यस्तै हो कि बाली नालीको बेलामा त यिनीहरू सुगाहरूले पनि कहाँ गएर के पो खाउनु होइन, मान्छेले नि पाल्नु पर्छ सबै कुरालाई। अब होस् न त, अलिअलि खाओस् न त भनेर छोडिदिउँ भने अब अलिअलि भएको पनि सखापै पार्छ साथीहरू। अनि के गर्नु, हाम्रोतिर मकै फेरि के भएर नफलेको साथीहरू। मलाई चाहिँ मकैको भात स्पेसली यस्तो मनपर्छ नि, मोहीहरूसँग, दही महीसँग अनि मासुहरूसँग यस्तो मिठो हुन्छ होइन। तर आजभोलि त मकैको भात खानु पनि चिज नै भइसक्यो हौ। किनेर खानु पनि आजभोलि सबैतिर मान्छेहरू हाइब्रिड मकै लाउँछन् होइन। यो हाइब्रिड मकै खानु त हामी मान्छेको लागि त हानिकारक जस्तो लाग्छ हौ साथीहरू। कति धेरै विषादयुक्त हुन्छ जस्तो लाग्छ कि, कति खाले मल किनेर हाल्छ नि त त्यसमा होइन। हाइब्रिड मकैलाई जत्तिकै स्याहार सुसार मल जल गर्नुभयो भने त लोकल मकै पनि हाइब्रिड मकै जत्तिकै फल्थ्यो होला हौ है साथीहरू। लोकल मकैलाई चाहिँ छरिदियो अनि गोडगाड गरिदियो, त्यति भयो। अब गोड दिएपछि फल्छ, नफल्ने फल्दैन भनेपछि त कहाँ फल्छ त होइन।